आज धेरै दिनपछि म र मेरो छोरा मेरो एकदमै मिल्ने साथीको रुममा भेट्न जान आँटेको छौँ। अनि नानीलाई चाहिँ उसको बाबाले रेडी गरिदिँदै हुनुहुन्छ। हामी आमा छोरा चाहिँ जानलाई रेडी भयौँ। अब हिँड्ने बेलामा बाबा छोराको एउटा फोटो त भइ नै हाल्छ। मम्मीले चाहिँ त्यहाँ नातिलाई छिटो छिटो आउनु चिसो हुन्छ पानी पर्न आँट्यो भनेर नातिसँग गफ गर्दै हुनुहुन्छ। जाँदा जाँदै बाटोमा एक दिन अगाडि जन्मेको नानीसँग पनि भिडियो खिचिहालौँ न त मेमोरीको लागि भनेर हामीले फोटो खिच्यौँ। हामी चाहिँ साथीको रुममा पुगिसक्यौँ। उहाँ चाहिँ मेरो साथीको हस्बेन्ड। अनि भिडियो चाहिँ नखिच्नु है दिदी भन्दै हुनुहुन्छ। भिडियो नखिच्ने त अब कुरै भएन। ऊ चाहिँ मेरो एकदमै मिल्ने साथी। अनि उसले पनि मेरो छोरालाई चाहिँ हँसाउनु पुरा खोजिरहेको छ। तर मेरो छोरा भने पैसा तिर्नु पर्ला जत्तिकै गरेर हाँसेकै छैन। ल हेर्नुहोस् त। निकै बेर गफ गरिसकेपछि अब साथीले खाजा बनाएको थियो। तातो तातो थुक्पा यस्तो मिठो थियो कि अब कुरै छोडिदिनुहोस्। स्कुलबाट नानीहरू पनि आइपुगे। नानीहरू पनि अब त्यसै भन्छन् भिडियो नखिच्नु नखिच्नु भनेर, तर मैले छोडिनँ। अनि घर हिँड्ने बेलामा साइनालाई जिस्काइरहेको छु। त्यहाँ पछाडि देख्न सक्नुहुन्छ। मैले मेरो छोरी र आइस्कालाई पनि माथि रुममै आउनु भनेर भनेको थिएँ। त्यसपछि हामी सबैजना अटो लिएर चाहिँ घरतिर फर्किँदैछौँ। मेरो छोरा अटोमा एकदमै इन्जोय गरेर बसिरहेको छ। अब हामी सिधै आइस्कालाई उसको तल घरसम्म छोडेर चाहिँ हामी फेरि घर फर्किने भनेर आइस्काको घरसम्म गयौँ। अनि त्यहाँ आइस्कालाई छोडिसकेपछि हामी पनि घरमा आइपुग्यौँ। अब घरमा आइपुगेपछि उसको बाबालाई भेटेपछि मेरो छोरा यति खुसी हुन्छ। ल हेर्नु। Thanks for watching. See you in the next video guys.